बोकेको कुकुरले शिकार गर्दैन। विदेशीहरूले उचालेर सत्तामा पुर्याइदिएका नेताहरूले राष्ट्रहितको काम गर्दैन। अब गर्नुपर्ने कुरा के हो भन्नुहुन्छ भने देशको हितको रक्षा गर्ने संस्थाको वरिपरि अब भेला हुन सुरु हुनु पर्यो राजनीतिक दलहरू। कुन हो त्यो संस्था? त्यो संस्था भनेको नेपालको लागि राज संस्था हो। अब हामीले पठाइसक्यौं भन्यौं, त्यो राज संस्था विदा गरेपछि हो विदेशीहरूको यो चलखेल यहाँ सुरु हुन लागेको। नेपाली नेताहरूले के गर्नु पर्यो, लो हामीले गल्ती गरेछौं, हामीले जे सम्झौता गरेका थियौं तपाईसँग त्यो पालना गरेनौं, हाम्रो गल्ती भयो, अब हामी मिलेर अगाडि जानुपर्छ, देश त छिदिन लाग्यो सर तपाई त भनेर जानु पर्छ। तपाईलाई त राजावादी भन्ने भयो। होइन, म राजावादी पनि होइन, म प्रिन्सिपली म बहुदलमा विश्वास गर्ने मान्छे हो, म डेमोक्रेटिक मान्छे हो। तर यहाँको डेमोक्रेसी हेरेर मलाई घिन लाग्न लागिसक्यो। म प्राध्यापक हुँ, मैले पढाउँछु, मैले डेमोक्रेसी नै पढाउँछु, फरेन पोलिसी पढाउँछु, डिप्लोमेसी पढाउँछु, अन्तर्राष्ट्रिय सम्बन्ध पढाउँछु। त्यसकारणले मलाई कुनै वादी हुनु जरुरी छैन। तर अहिलेको देशको आवश्यकताको कुरा मैले एउटा नागरिकको रूपमा बोल्न त पाउँछु नि। यो कुरा तपाईँ पनि यसो मनमा मुटुमा हात राखेर भन्नुहोस् त, देशको दुर्गति भएको हो कि होइन? देशको दुर्गतिबाट देशलाई दुर्गतिबाट मुक्त गराउनको लागि कुनै ठाउँ एउटा भरोसा योग्य ठाउँ छ भने त्यहाँ त पुग्नु पर्यो नि।